Hi guys, this is me Akriti. आज पनि म आएँ। आज चाहिँ म तपाईहरुलाई मेरो गाउँ देखाउँछु है। मेरो जन्मभूमि। मेरो गाउँको नाम चाहिँ चोपटार हो। And यो चाहिँ मेरो बासी भिडियो हो। This was like captured when I was in Nepal. मसँग अरु पनि भिडियोहरु छन् जुन चाहिँ मैले हाल्छु भनेर भिडियो खिच्न चाहिँ खिच्छु तर मलाई अल्छी लाग्छ एडिट गर्नलाई. That's why यो दिन चाहिँ हामी बिहानै उठेर रेडी भयौं र हामी लाग्यौं हाम्रो गन्तव्यतिर. हामी र लामाहरुको लागि चाहिँ बाबाले छुट्टै गाडी रिजर्भ गर्नुभएको थियो बाबा दादाहरु मिलेर. अनि हामी लाग्यौं लामाहरुलाई पिकअप गर्नको लागि. उहाँ चाहिँ दाइ हुनुहुन्छ हामीले उहाँलाई पिकअप गरेर हामी अर्को लामाहरुलाई पिकअप गर्न गयौं. अनि त्यहाँबाट हामीले चिप्सहरु यस्तो तितौराहरु लिएर हामी चाहिँ फेरि पनि लाग्यौं गन्तव्यतिर. लामा दाइहरुले पिक गरिसकेपछि हामी लाग्यौं सागा हुँदै बनेपातर्फ. हाम्रो गाउँ चाहिँ बनेपा र धुलीखेल हुँदै जानुपर्छ र त्यो पछि चाहिँ मलाई बाटोहरु थाहा छैन. सो लेट्स सी. मैले चाहिँ यसरी सागाको भिडियोहरु पनि खिचे. अनि हामी आइपुगे बनेपामा ओर्लेर चाहिँ हामी अर्को पनि धेरै चिप्सहरु किने. अनि हामी चिप्स खाँदै फेरि लाग्यौं. अब चाहिँ मलाई बाटोहरु थाहा छैन. सो जस्ट म भिडियोहरु चाहिँ हाल्छु तर मलाई कुन ठाउँ हो कहाँ पुगे भनेर चाहिँ थाहा छैन. सो लेट्स कन्टिन्यू आवर जर्नी. अनि जाँदा चाहिँ हामीले बाटोमा यसरी आर्मीहरु देखेको थियो. आर्मीलाई होला नि हैन ट्रेनिङ गर्दै होला सायद. आर्मीहरु देखेको थियो अनि त्यसपछि त्यो क्रस हुँदै हामी फेरि लाग्यौं. जर्नी चाहिँ हाम्रो रमाइलो नै थियो. दादाहरुको कुरा बाबाहरुको कुरा सुन्दै गीतहरु सुन्दै गइरहेको थियौं. जाने बेलामा चाहिँ हामी दिदीकोमा पस्ने पनि प्लानिङ बनाएको थियो किनभने दिदीको पसल चाहिँ हामी घर जाने बाटोमै पर्छ. यसरी खोला हुँदै हामी गएका थियौं. सायद यो ऋषि खोला होला. I don't know the name but like I took so many videos, capture so many videos. हेर्न सक्नुहुन्छ. निकै सुन्दर दृश्यहरु देखिरहेको थियो. अझ मैले यहाँ राम्रोसँग खिच्न पाएन बिकज झालबाटी बाबा बस्नु भएको थियो. म चाहिँ यता छेउमा परेको थियो त्यसैले राम्रोसँग खिच्न पाएको थिएन. त्यनी I try to capture so many beautiful scenarios. र यसरी फाइनली हामी दिदीकोमा पुग्यौं. दिदी भेना चाहिँ बाहिरै बसिराख्नु भएको थियो हामीलाई कुर्दै. हाम्रो गाडी चाहिँ इलेक्ट्रिक गाडी थियो त्यही भएर यता साइडमा चार्ज गर्नको लागि लगेको थियो. त्यसैले हामी बाटोमै यसरी फलफुल किन्यौं यसो चटपटी खायौं अनि हिँडेर हामी गाडी भएको ठाउँमा आयौं. यसरी हामी गाडी भएको ठाउँसम्म हिँड्नु परेको थियो. but it was like हुन्छ नि यो फेसिङ थियो त्यही भएर हामी हिँडेर आयौं. र यो चाहिँ हाम्रो गाडी हो. हामीले कुरेर बसिरहेको थियौं. अनि त्यसपछि हामी लाग्यौं. मलाई चाहिँ थाहा थिएन कि हामी चाहिँ रिभर खोला हुन्छ नि खोलालाई नै क्रस गरेर जानुपर्ने रहेछ. एनीवे इट वाज लाइक हुन्छ नि एकदम रमाइलो लाग्यो मलाई. खोला हुँदै जानुपर्ने रहेछ. देख्न सक्नुहुन्छ हजुरहरुले पानी माथिबाटै खोलालाई क्रस गरेरै जानुपर्ने रहेछ. यहाँ चाहिँ रमाइलो गफहरु भइरहेको थियो बाबाहरुको. म चाहिँ सुनि पनि रहेको थिएँ अनि भिडियो पनि खिचिरहेको थिएँ. हो यही भनेको मैले. हेर्नु त पानीको माथिबाटै जान्छ गाडी.
मलाई चाहिँ थाहा थिएन यो कुरा अरूको लागि चाहिँ अब सामान्य होला गाउँमा गइराखेको मान्छेहरूको लागि चाहिँ बट इट वाज लाइक हुन्छ नि मलाई चाहिँ एकदम नयाँ कुरा हो अनि यहाँ चाहिँ मुक्पको कुरा हुँदै थियो मुक्प चाहिँ मलाई थाहा छ हाम्रो गाउँको नजिकै छ भनेर दुम्जाको पनि कुरा गरिराख्नु भएको थियो दिदीले चाहिँ दुम्जा पनि मैले सुनेको ठाउँको नाम हो कुरा गर्दाखेरि अलिअलि ठाउँको नामहरू चाहिँ मैले सुनेको थियो म चाहिँ धेरै ग्याप पछि गएको भएर मलाई चाहिँ ठाउँहरूको नाम चाहिँ थाहा थियो तर कुन ठाउँ चाहिँ यो हो भन्ने चाहिँ थाहा थिएन बाटोहरू भन्नुपर्दा चाहिँ कुनै ठाउँमा एकदम राम्रो पनि थियो अनि कुनै ठाउँमा चाहिँ मलाई डर लागिरहेको थियो बिरालोहरू थियो अनि त्यसपछि हामी आइपुग्यौँ मुक्पा आएपछि चाहिँ मलाई गाउँ नजिक आइसक्यो भनेर फिल हुन्छ किनभने यो चाहिँ हाम्रो गाउँबाट धेरै टाढा छैन मुक्पामा चाहिँ मेरो एकजना ठुलो मम्मी पनि हुनुहुन्छ अनि हामी चाहिँ उहाँको पसल बाटोबाट गाडीबाट देख्छ कि भनेर बहिनी र म चाहिँ हेर्दै आएको थिएँ तर देखिनँ अनि त्यसपछि हामी लाग्यौँ हाम्रो गाउँतर्फ अब चाहिँ हाम्रो गाउँ सुरु हुन्छ है गाई बाटोमा जाँदै गर्दा चाहिँ मलाई बाबाले दिदीले यो ठाउँ हो भनेर देखाउँदै जानुभएको थियो अब चाहिँ हामी फाइनली हाम्रो गाउँ आउन लागिसक्यौँ गाइस यो चाहिँ हाम्रो गाउँ हो मलाई चाहिँ गाउँको सम्झनाहरू चाहिँ एकदमै मेमोरी माइन्डमा चाहिँ हुन्छ नि दिमागमा चाहिँ एकदम ब्लर भएर बसिरहेको थियो मलाई लागिरहेको थियो मेरो गाउँ एकदम ठुलो छ माथिल्लो गाउँ ओल्लो गाउँ पल्लो गाउँ तल्लो गाउँ हाम्रो गाउँ चाहिँ तलको गाउँ हो अनि त्यसो सोचिरहेको थिएँ एकदम ठुलो छ भन्ने लागिरहेको थियो अनि म चाहिँ एकदमै अचम्ममा परेँ किनभने रियलमा मेरो गाउँ चाहिँ एकदम सानो रहेछ माथिल्लो गाउँमा जानलाई पनि त्यति टाइम नलाग्ने पारी गाउँ जानलाई पनि एकदम नजिकै रहेछ अनि हाम्रो गाउँ त भन्नु परेन सानै छ यहाँ बोल्ने जा राख्छ के तिमीलाई हाम्रो घर अगाडि राख्छ उहाँ निलमले हान्छौँ अनि यहाँ चाहिँ हामी चाहिँ पूजा घर जाने कि ठुलो एकैचोटि माथि ठुलो बुवा ठुलो मम्मीहरूको घर जाने भनेर कुरा हुँदैछ अनि बाबाले चाहिँ हामीले त्यहाँ ठुलो मम्मीहरूको पनि छोडेर राखेर उहाँहरू चाहिँ पूजामा जाने कुरा गर्नुभयो यो चाहिँ हाम्रो घर हो रे ठुलो मम्मीहरूकोमा चाहिँ कोही हुनुहुन्न थियो उहाँहरू चाहिँ सबैजना पूजा घरमा जानु भइसकेको थियो अनि हामी पनि त्यहाँ सामानहरू राखेर त्यहाँ जाने निरो गऱ्यौँ हामी चाहिँ पूजा घरमा खाजा खाएँ अनि त्यसपछि एकछिन बसेर खाना खाएँ एकछिन बसेर अनि भाइले चाहिँ हामीलाई माथि गाउँतिर घुमाउन लान्छु माथि गाउँ भन्नाले हाम्रो गाउँतिर घुमाउन लान्छु अलि उतातिर भनेर भाइले हामीलाई यहाँ लगेको थियो यो चाहिँ हाम्रो मान्छेहरू बोल्ने ठाउँ हो दुर्स भन्छ अनि सबै ठाउँहरू देखाइरहेको थियो भाइले चाहिँ एक्चुअली वो चाहिँ हाम्रो भाइ चाहिँ होइन हाम्रो आली हो आली भन्छौँ हामी हाम्रो बदिज हो कि त्यही नै हामी आली भन्छौँ आली भनेको चाहिँ भाइ हो अनि हामी त्यहाँ घुमेर सबैतिर हेरेर हामी फेरि फर्क्यौँ घर सरी हामी घर गएनौँ हामीलाई चाहिँ भाइले उसको घरमा लगेको थियो खाजा खानको लागि हामी त्यहाँ खाजा खाएर अनि बेलुका फेरि पूजा घरमा जानको लागि हामी यसरी हिँड्दैछौँ यो चाहिँ पूजा गर्ने ठाउँमा हो मैले चाहिँ त्यति धेरै खिचिनँ किनभने पूजा हो पूजा त्यस्तो रमाइलो गर्ने ठाउँ होइन नि त त्यसैले अनि आउँछ यो चाहिँ हाम्रो ठुलो मम्मीको भैँसी
यो भिडियोहरू चाहिँ मैले नेक्स्ट डे खिचेको हो। अनि यहाँ चाहिँ छन् बाख्राहरू। I wanted to capture a very small thing like हुन्छ नि यहाँ बाख्राहरू छ अनि त्यसपछि अझै कति धेरै सानो दृश्यहरू छ। यस्तो इन्ट्रेस्टिङ दृश्यहरू छ मैले खिचेको। अनि यो चाहिँ भोलिपल्ट बहिनीहरू चाहिँ जाने, बहिनी भन्नाले सन्जु बहिनी चाहिँ जाने काठमाडौँ फर्किने कुरो थियो। अनि त्यसैले हामी उसलाई पुर्याउन गयौँ। यो चाहिँ बेलुका राति हो। हामीले चाहिँ हामीलाई खानासाना खुवाएर बनाएर खुवाउनु भयो। अनि बहिनी र म चाहिँ भाँडामा चाहिँ बहिनीले माझ्दै म चाहिँ पानी हाल्दै अनि भाँडा माझिसकेपछि चाहिँ बेलुका चाहिँ बाहिर हामी सबैजना गफ गर्दै दिदीहरू दाइहरू सबैजना भाउजू गफ गर्दै हुनुहुन्थ्यो। अनि यो रात चाहिँ बेलुका हामी सुत्नको लागि तल घरमा गयौँ। तल घरमा चाहिँ कोही पनि छैन, जस्ट घर भूकम्पमा घरहरू बनाएर राख्नु भएको थियो दाइहरूको। अनि हामी त्यहाँ सुत्न गयौँ। यो चाहिँ बिहानै उठ्ने बेलाको दृश्य थियो। यस्तो राम्रो वातावरण देखेको, यस्तो राम्रो इन्भाइरोमेन्ट देखेको थियो। एकदम आकाश एकदम क्लियर खाले। अनि हामी माथि घर फेरि आयौँ। दाइकोमा चाहिँ खाजा खानालाई बोलाउनु भएको थियो। हामी उतापट्टि घरमा दाइकोमा खाजा खान गयौँ। दिदीहरू पनि आउनु भएको थियो। हामीले सेल खायौँ, अचार खायौँ। दादाले चाहिँ नानालाई जिस्काउँदै हुनुहुन्थ्यो, आएर खानु हुँदैन, आएर भनेको चाहिँ रक्सी हो कि रक्सी खानु हुँदैन भनेर। यहाँ चाहिँ हामीलाई ठुलो मम्मीले चाहिँ कुखुरा काट्नु भएको थियो हामीलाई तरकारी बनाउनको लागि। कुखुरा काट्नु भएको थियो। अनि हामी चाहिँ त्यहाँ एकछिन बस्यौँ अनि लाग्यौँ पूजातर्फ। अनि आज चाहिँ हाम्रो पूजा पनि थियो। मैले अघि नै भने हाम्रो पूजा गर्नुपर्ने थियो। अनि हामी चाहिँ एकजना दादालाई चाहिँ ऋण लिनलाई, ऋण भनेको चाहिँ ब्याम्बोलाई के भन्छ, बिसे के भन्छ। अनि लिन जानु भएको थियो हामी चाहिँ। अनि पूजातर्फ गयो, नानाले लानुभयो। अनि भेना हुनु थियो, भेना चाहिँ लामा। अनि हामी चाहिँ त्यहाँ गयौँ। यो चाहिँ हाम्रो पूजा गर्ने ठाउँ। यहाँ चाहिँ हाम्रो सबै राम्रो नराम्रो कामहरू यहीँ गरिन्छ कि आई थिङ्क सो, मलाई एक्ज्याक्टली थाहा छैन। लाइक हुन्छ नि यहाँ चाहिँ मान्छेहरू पोल्ने अनि त्यसपछि हाम्रो दर्जुहरू राख्ने ठाउँ हो कि। अनि हामी यहाँ गयौँ लामा पढ्नको लागि, भेना हुनुहुन्थ्यो। अनि हामी गयौँ, अगाडि नै गएर सामानहरू रेडी गर्दै थियौँ। अनि दादा चाहिँ ऋण लिन जानुभएको थियो। ऋण भनेको चाहिँ ब्याम्बो, मैले अघि नै भने ब्याम्बो लिन जानुभएको थियो। अनि त्यहाँ सफा गऱ्यौँ दिदी हामी मिलेर। अनि रेडी गर्दै थियौँ। अनि फ्लावर चाहियो अरे भनेर, फुल चाहियो अरे भनेर पेनाले भन्नुभयो। अनि म चाहिँ फुलहरू खोज्न गएँ तर मैले भेटिनँ फुल पनि पछि दादाले नै लिएर आउनु भएछ। अनि म चाहिँ यतिकै खिचेँ अनि त्यसपछि फर्केर आएँ। अनि एकछिनपछि चाहिँ भाउजू पनि आउनु भएको थियो। अनि सन्जबी दादा, ब्याम्बो लिन जानुभएको दादा पनि आउनु भएको थियो। अनि उहाँले चाहिँ एउटा मात्रै ल्याउनु भएको थियो। तर हामी चाहिँ हामी तिनजनाको तर्फबाट पूजा राख्ने भनेर सोचिरहेको थियौँ, दिदी, म अनि अर्को उहाँको छोरी पनि बाहिर हुनुहुन्छ कि। अनि उसको लागि पनि ऋण चाहिएको थियो। अनि त्यही लामो ऋणलाई हामीले के गर्ने सोच्यौँ, एउटालाई दुईवटा बनाउने अनि अर्को एउटा थियो। अनि गरेर तिनवटा टोटल हुन्थ्यो। हामी तिनजनाको लागि ठिक्क हुन्थ्यो। अनि दादा पनि आइपुग्नु भयो। यहाँ भेना चाहिँ काठ खोज्दै हुनुहुन्थ्यो, पूजाको लागि आगो बाल्नुपर्ने भएर उहाँले ल्याउनु भयो। मेन्दो याङजे मेन्दो याङजे त मेन्दो पाउनु भयो। म चाहिँ नेपाली तामाङ मिक्स गरेर बोलिरहेको थियो। मेरो काम चाहिँ यहाँ जस्ट भिडियोहरू खिच्ने
अनि त्यसपछि अरू त केही काम थिएन भए पनि म चाहिँ त्यहाँ इन्भल्भ भइराखेँ। मी त के बारे में खाम में गाजे दिन भयो जो थी आ खाम यो ठीक है माइले ह यो वया छन गाडा थानमा मान्छेलाई नै हो हुने जस्तो। हाम्रो पूजा हुँदा हुँदै हामीले बाटोमा यसरी एनिमल्सहरू लगिरहेको आई थिङ्क गोरु गाई लगिरहेको मान्छेहरू पनि देखाएको थियो अनि मैले यो पनि खिचिहालेँ। बिचारा यस्तो पिर्दै लगाएको थियो कस्तो माया लागेर। यो चाहिँ नेक्स्ट डे अर्को दिनको हो। हामीलाई चाहिँ माथिल्लो गाउँमा बोलाउनु भएको थियो खाजा खानको लागि भेटघाटको लागि अनि हामी गयौँ। यहाँ पनि मैले यसरी सानो बाख्राहरूको फोटो खिचेको थियो भिडियो खिचेको थियो अनि हामी पनि टिकटक बनायौँ अनि खाजा खाएर त्यहाँबाट हामी फेरि घर फर्केर आयौँ। खाजामा चाहिँ हामीलाई सेलरोटी अन्डा चिया धेरै धेरै हाल्नु थियो। हामी चाहिँ त्यसलाई निकालेर खायौँ अनि त्यहाँबाट फर्केर आयौँ फेरि तल ठुलो मम्मीहरूकोमा। माथिल्लो गाउँबाट तल झर्नको लागि चाहिँ त्यति टाढा चाहिँ छैन तर बाटो चाहिँ यस्तो थियो। अनि यो चाहिँ हाम्रो अन्तिम रात थियो गाउँमा। अनि यो दिन चाहिँ सबैजना भाउजू दादा ठुलो बाबा ठुलो मम्मी दिदी बहिनी सबैजना एकै ठाउँमा ठुलो मम्मीहरूकोमा जम्मा भएको थियो। अनि यस्तो रमाइलो गर्नुभएको थियो सबैजना गफगाफ गरेर। काठमाडौँबाट मम्मीले फोन गर्नुभएको थियो सबैजना त्यहीँ बसेर गफ गऱ्यौँ। यसरी नै हाम्रो काठमाडौँ फर्किने दिन आयो। इट वाज सो स्याड किनभने काठमाडौँबाट एकजना ठुलो बुवा बित्नुभयो भनेर खबर आयो। हाम्रो चाहिँ अझै पनि बस्ने विचार थियो बट देन हामी आउनु पर्यो। एनिवे गाउँमा चाहिँ एकदमै रमाइलो भयो सबैजना भेट भयो। म चाहिँ अलमोस्ट 22 इयर्सको चाहिँ गाउँ गएको थियो सबैजनालाई भेट्न पाएँ।